तपाईले प्रयोग गर्ने फोनको किबोर्ड छ नि, किबोर्डको 4 वटा हिडन सेटिङ यो भिडियोलाई सुरुमै सेभ गरिहाल्नुहोस्, बिर्सिन सक्नुहुन्छ अथवा सेयर गर्नुहोस्। सबैभन्दा सुरुमा तपाईले स्टार त्यसपछि फेरि स्टार। अब यो वर्ड छ नि यो चाहिँ बोल्ड हुन्छ, यहाँनिर तपाईले हेर्नुभयो भने। त्यस्तै गरी नम्बर 2 अन्डरस्कोर, त्यसपछि अब कुनै पनि वर्ड लेख्नुहोस्, त्यसपछि फेरि अन्डरस्कोर। अब फेरि यो इटालिक हुन्छ, तपाईले यहाँनिर हेर्नुभयो भने। त्यस्तै नम्बर 3 सुरुमा टिल्ड, त्यसपछि अब कुनै पनि वर्ड लेख्नुहोस्, त्यसपछि फेरि टिल्ड। अब यहाँ हेर्नुभयो भने फेरि यो वर्डलाई काटेको यहाँनिर तपाईले देखिहाल्नुभयो। अनि सबैभन्दा लास्टमा तपाईले कुनै पनि सेन्टेन्स लेख्नुभयो अथवा लेखिसकेपछि कुनै मिस्टेक भयो लेख्दा लेख्दै, अनि अब तपाईले फेरि स्पेस छ नि यसलाई लङ प्रेस गर्नुभयो भने तपाईले कहाँनिर मिस्टेक भइरहेको छ त्यसलाई चाहिँ एडिट गर्न सक्नुहुन्छ।